अनि छाडा केटो उज्जवल थापा के छ हालखबर? झुसे केटो सन्चै छ? फेरि साइप्रसमा बस्ने दिदीबहिनीहरूको बारेमा भिडियो बनाइछस् त अनि? छाडा लाज लाग्दैन अलिकति तँलाई भाइ? 60-70 हजार कमाउन के युरोप कन्ट्री जानु? साइप्रस मात्रै होइन सबै युरोप कन्ट्रीहरूमा त्यस्तै छ। जापानमा पनि त्यस्तै छ। 7-7 दिनसम्म स्टुडेन्ट भिजामा आएका केटीहरूलाई सेक्सुअली हेरेसमेन्ट गर्ने नाम कसको छ? कसको छ भन् त मलाई एकचोटि भाइ, भन् त। थाहा नपा भन्ने माने होलास्। हाम्रो थर मात्रै थाहा नभएको हो, थाहा त हामी सबै पाउँछौँ, बुझिस्? विचार गर। कन्टेन्ट भेटेको छैनस् भने बुढीलाई पहिलो पठा, श्रीमतीलाई पहिलो पठा, छोरी चेली बेच। ठुलो कन्टेन्ट हुन्छ, एकदम फ्यान्टास्टिक कन्टेन्ट। मिनेटमै भाइरल हुन्छ तेरो भिडियो अनि टन्नै पैसा आउँछ। अर्काको इज्जत बेचेर अर्कालाई सामाजिक रूपमा अरू दिदीबहिनीहरूलाई, परिवारको लागि विदेशका दिदीबहिनीहरूलाई सामाजिक रूपमा बदनाम गरेर कन्टेन्ट बनाएर आफ्नो परिवार पाल्न लाज लाग्दैन भाइ तँलाई? त भित्र अलिकति नैतिकता छैन? अलिकति तेरो मेन्टालिटी चेन्ज भएन के? तेरो पोर मेन्टालिटी नि संसारको जुनै कुनामा गए पनि, जत्रोसुकै देशमा गए पनि गरिब सोचाइ भएको मान्छे, फोहोर सोचाइ भएको मान्छे कहिले परिवर्तन हुन सक्दैन। त्यो उदाहरण तैँले दिइरहेछस् भाइ यार। त्यो भिडियो डिलिट गर, मैले भनिदिइरहेको छु। राम्रोसँग म पोलाइटली भनिरहेको छु भाइ, रिक्वेस्ट गरिरहेको छु, त्यो भिडियो डिलिट गर। साइप्रसमा बस्ने अथवा कुनै पनि देशमा बस्ने दिदीबहिनीहरूलाई कन्टेन्ट बनाएर तैँले उद्धार गर्ने, तँभित्र मानवता छ भने नि दिदीबहिनीहरूको भिडियो टिकटकमा हालेर होइन के, पर्सनली सपोर्ट गर, पर्सनली हेल्प गर। त्यस्तो खालको दिदीबहिनीहरूलाई भोलि बाँच्नु पर्दैन त्यो दिदीबहिनीहरूले। के बोलेछस् तैँले? बुझिरहेछस्? आफूले बोलेको कुरा महसुस गरेछस् तैँले? हामीले सामाजिक रूपमा भोगेको जुन बदनामीको महसुस गरेका छौँ त्यसको क्षतिपूर्ति तैँले पूर्ति गर्न सक्छस्? तैँले त्यो पुर्ताल गर्न सक्छस् तैँले? के बोलेको भाइ? लाज लाग्दैन? झुसे 60-70 हजार कमाउन के युरोप कन्ट्री जानु? कहाँ जानु त? तेरा टाउकामा जानु त? जापानमा गएर त काम नपाएर दुनियाँको भिडियो हालेर कन्टेन्ट बनाएर पैसा कमाएर परिवार पाल्दैछस् भने हामी कहाँ जानु त? कहाँ जानु हामी? हाम्रो इच्छाले आएको मान्छे हौँ हामी। लाज शरम नभएको अलिकति बोल्दाखेरि विचार गरेर त्यो भिडियोहरू तुरुन्तै डिलिट गर भाइ। हामी कानुनी रूपमा अगाडि बढ्ने तयारी गरिरहेछौँ। तँलाई त म जहिले छोड्दिनँ। भिडियो बनाउने, यो भिडियो मात्रै बनाउने मान्छे हो भन्ने सोचिरहेको होलास् कि कानुनी परामर्श लिइराखेको छु मैले, बुझिस् नि?